सबैलाई नमस्कार। कालिका भगवती मन्दिर बागलुङबाट। बागलुङ कालिकाले हामी सबैको रक्षा गरून्, सबैको कल्याण गरून्। आज म यहाँलाई नेपालको प्रख्यात धार्मिक स्थलहरूमध्येको बागलुङ कालिका भगवतीको मन्दिर दर्शन गराउने प्रयास गर्नेछु। आउनुहोस् हामी सबै मिलेर बागलुङ कालिका भगवतीको दर्शन गरौँ है त। अब हामीले देख्दैछौँ बागलुङ भगवतीको मन्दिर। यो चाहिँ बागलुङ भगवती मन्दिर जाने बाटो एकदमै व्यवस्थित बनाइएको छ। मान्छेको भिड एकदमै धेरै छ। आज पूर्णेमा चाहिँ झन् धेरै भिडभाड हुने गर्दछ अरे। सायद सत्यता र विभिन्न विश्वासले गर्दा नै मान्छेहरूको एकदमै भिडभाड हुने गर्दछ। यो हजुरहरूले देख्दै हुनुहुन्छ अगाडिपट्टि बागलुङ कालिका भगवती माईको मन्दिर। आज पनि धेरै छन् मान्छेहरू, लाइनमा बसेका छन्। हामी पनि अब बिस्तारै लाइनमा बस्ने छौँ। यो लामबद्ध रूपमा दर्शनको लागि यसरी लाइन लाग्ने गर्दो रहेछ। हाम्रो दाइ दिदीहरू अनि भान्जाहरू पनि आज हामी बागलुङ कालिकाको दर्शन गर्न आएका थियौँ। अनि यो चाहिँ जल स्नान, मन्दिर दर्शन गर्नुभन्दा अघि चाहिँ गङ्गाको जलले यसरी आफूलाई शुद्ध पारेर दर्शन गर्न जानुपर्ने रहेछ। अब हामी चाहिँ मन्दिर दर्शनको लागि चाहिँ लाइनमा बस्दैछौँ। उहाँहरू चाहिँ रमाइलो गर्दै हुनुहुन्छ, भजन मण्डलीहरू चाहिँ। कालिका भगवती माईको मन्दिर देख्न सक्नुहुन्छ यहाँहरूले। एकदमै एक सुन्दर मन्दिर अनि मान्छेहरूको भिड पनि एकदमै भिडभाड हेर्नुहोस् त। आज भगवती मन्दिरको वरिपरिको दृश्य एकदमै मनमोहक देख्न सकिन्छ। हजारौँ श्रद्धालु भक्तजनहरूको भिडभाडसँगै हामी भगवती मन्दिरमा प्रवेश गरिसकेका छौँ। अहिले हामीले दर्शन गर्ने क्रम जारी नै छ। भगवतीको दर्शन गर्ने यो भिडभाड यहाँहरूले देख्न सक्नुहुनेछ। यो चाहिँ बागलुङ कालिका माईको मन्दिर। एकदमै हेर्नुहोस् त, एकदमै सुन्दर मन्दिर हेर्नुहोस् त। मान्छेको भिडभाड अहिले पनि ठेलामठेल छ। उहाँ हेर्नुहोस् त, एउटा मान्छेले ढोगेर भुइँमा ढोगेर भगवतीको श्रद्धासुमन प्रकट गर्दै हुनुहुन्छ। हेर्नुहोस् लामबद्ध रूपमा मान्छेहरू कति हो, कति हेर्नुहोस् त। विश्वास, आस्था विश्वासले नै हो। बागलुङ कालिकाको प्रख्यात उहाँको शक्तिले गर्दा नै आज हजारौँ मान्छेहरू उहाँको दर्शन गर्न यसरी भिडभाड हुँदैछ। अनि पहिलोचोटि हो कि हजुरको? पहिला पनि एकचोटि आएको थिएँ। राम्रोसँग दर्शन गर्नुभयो होला कि होइन? ल, बागलुङ भगवतीको दर्शन विशेष गरी चैते दशैँको तिथिमा चाहिँ लाखौँको सङ्ख्यामा उपस्थित भएर भगवतीको दर्शन गर्ने गर्दछन्। अन्य दिनहरूमा पनि आज पनि यहाँ हजारौँको सङ्ख्यामा धेरै श्रद्धालु भक्तजनहरू हुनुहुन्छ। यो चाहिँ बागलुङ कालिका माईको मन्दिर। हेर्नुहोस् त दर्शनार्थीहरू। ल हेर्नुहोस् बाघ, हाम्रो कालिका माई सवारी हुने सवारी बाघ। बागलुङ भगवतीले हामी सबैलाई अवश्य रक्षा गर्नुहुनेछ र उहाँको दर्शनमा आएका सबै भक्तजनहरूलाई अवश्य पनि राम्रो गर्नुहुनेछ। यहाँ चाहिँ दर्शनार्थीहरूको लाइन देख्न सक्नुहुनेछ। यहाँ चाहिँ परेवाहरू के चढाउने कुराहरू चढाउँदै हुनुहुन्छ उहाँहरूले। आज हामी बागलुङ कालिका माईको दर्शन गरेर फर्कँदैछौँ। हामी फर्कँदैछौँ। नयाँ पार्टीहरू फेरि आउँदै हुनुहुन्छ। हेर्नुहोस् त आउने जाने मान्छेको भिडभाड हेर्नुहोस् त कति हो, कति हो। यत्तिकै मान्छे गइरहेका छन्, यत्तिकै मान्छे आइरहेका छन्। हेर्नुहोस् त कति
कति भिडभाड हेर्नुहोस् त आमामा भगवतीको शक्तिको कारणले गर्दा नै आज हेर्नुहोस् त मान्छेहरूको दर्शनको लागि चाहिँ यस्तै लामबद्ध रूपमा आउँछ नाचेर हेर्नुहोस् त दर्शनको लागि एकदमै बाजागाजा सहित आउनुभएको छ उहाँहरू अन्तमा सबैलाई बागलुङ कालिका माईले रक्षा गरून् सबैलाई एकदमै धेरै धेरै धन्यवाद भिडियो हेरिदिएकोमा